हेलो गाइज, नमस्ते सबैलाई। म सागर सेब्रेन भ्लगबाट हजुरहरू सामु धेरै पछि उपस्थित भइरहेको छु र आज चाहिँ हामी दुबई आएको 3 महिना भयो। 3 महिनामा फिङ्गरको लागि आयौँ। अब हाम्रो एक हप्ता पछि आइडी आउला। आइडी आएपछि चाहिँ हामी दुबई घुम्न सक्छौँ। अहिले चाहिँ हामी कम्पनीको साथी म आएको छौँ। अनि साथी जगदीश कस्तो भइरहेको छ? अनि दुबईको यति धेरै गर्मी छ नि, हामी कालो मान्छे झन् कालो भएर मर्ने बेला भइसक्यो होइन। अनि यस्तै छ तपाईँहरू। अब त नेपालको लागि भिसा पनि पेन्ट हानिदिएको, भिजिटको होस् या वर्किङको 6-7 महिनाको लागि पेन्ट भइगयो। आउनुभन्दा अगाडि धेरै कुरो बुझेर आउनु होला तपाईँहरू। एजेन्टले फसाउन सक्छ, भिसा दिइरहेको छ भइरहेको छ भनेर एजेन्टले ल्याउन सक्छ। तपाईँहरू चाहिँ होसियारपूर्वक आउनुहोस् सबै राम्रो तरिकाले होइन। हेर्नुहोस्, यो नाडा हो। नाडामा यस्तै छ, देख्न सक्नुहुन्छ तपाईँहरू। दुबई चाहिँ यही हो। हामी खासै घुम्न चाहिँ पाएको छैनौँ। अब आइडिया आएपछि चाहिँ घुम्नेछौँ। अनि हेर्न सक्नुहुन्छ बिल्डिङहरू, अनि हेर्न सक्नुहुन्छ यही हो। हामी फिङ्गरको लागि आएको आज। अनि दुबईको गर्मी कस्तो भइरहेको छ त तिमीलाई? साथी के छ तिम्रो खबर? के भयो? के छ? ठिकै छ। तिम्रो अनुभवहरू 2-4वटा बताऊ। दुबईको गर्मी के कस्तो हो? गर्मी खासै कि सुरुमा हुन्छ होइन, पैसा अब सहले गएपछि केही पनि बचाइन्छ गर्मीहरू। त्यही हो। अब दुबई आइहाल्यो। आएपछि चाहिँ अब काम गर्न थालेर गोजीमा पैसा आउन थालेपछि चाहिँ हामीलाई घामसाम पनि केही नहुँदो रहेछ होइन। अनि जोस घाम पनि केही भनेको छैन। 50 डिग्रीको घाममा पनि काम हानिरहेको छ। पैसा आएपछि सबै पैसै त हो होइन। पैसा छ त सबै छ भन्ने खालको संसार रहेछ। त्यसै यस्तै हो। हामी चाहिँ अब घुम्दैछौँ, टक्क कम्पनीकै ड्रेसमा छौँ। अनि साथी तिम्रो कस्तो भइरहेको छ त भन? जगदीश कस्तो भइरहेको छ त? एजेन्ट कस्तो भइरहेको छ तिम्रो? यही हो हाम्रो एजेन्ट, फसाउने एउटा भनेर अर्को लिएर डुबाइहाल्ला यो एजेन्टले। कस्तो भइरहेको भन्दाखेरि एजेन्ट 2 शब्द। रुगा लगाएर सन्चो छैन, ज्वरो आइरहेको के हो नि? यो यस्तै छ। कामको त ठिकै छ। घाम पनि छैन हो खासै होइन। खासै त केही पनि होइन। काम के हो खासै केही पनि होइन। यतिको घाम त के होइन। नेपालमा यसको डबल छ घाम। चान्स पायो कि नेपालीले गर्छ। 50 डिग्रीको घाम के हो त? हामी जस्तोलाई नेपालमा यो भन्दा नेपालमा 100 डिग्रीको घाममा बसेको मान्छेले 50 डिग्रीको हामीलाई केही होइन। यस्तै हो। अब हेर्न सक्नुहुन्छ ठाउँहरू चाहिँ यही हो। लगाएर अब हामी चाहिँ जाने बेला भएको छ। अनि हामी अब जान्छौँ होला। यस्तै छ। मन थिएन यहाँ आउनलाई, मरि मेटी पाउनलाई, के गर्नु देशभरि बेरोजगारी, खान सकिएन ऋणको भारी, आमा फेरि तिमी छिटकारी, याद आउँछ झलझली मुटुभरि। ल त अब हामी अब जाँदैछौँ। यति नै हो आजको लागि भिडियो। ल त सबैले हेरिदिनु होला, माया गरिदिनु है। धन्यवाद।